हेलो स्वागत छ सबैजनालाई। मलाई चाहिँ केही कन्फिडेन्टै छैन अनि हाँसो उठिहाल्छ अनि मैले चाहिँ आज मुखबाङ लिइसकेको छु साथीहरू, तर त्यति धेरै कस्तो लगेर आऊ त। हेलो स्वागत छ सबैजनालाई मेरो युट्युब च्यानलमा। अनि आज चाहिँ मैले लिएर आएको छु मुखबाङ। देख्न सक्नुहुन्छ अनि यो चाहिँ मैले चाउचाउलाई पुरै बनाएको छु। अनि त्यसपछि यसमा चाहिँ 3 प्याकेट थियो, अरू नै बनाऊँ भनेको थिएँ तर केही पनि पाइनँ, त्यही भएर मैले चाहिँ यस्तै नै बनाउँदैछु। सो हेरिदिनु होला। अनि पछाडि ब्याकग्राउन्डहरू एकदमै आवाजहरू आउन सक्छ, तर तपाईँहरूलाई अहिले नै म माफी माग्न चाहन्छु। अनि सो म ढिला नगरी खानुपर्को लाग्छ अनि यताउता बच्चाहरू के यताउता हुन्छ, तर केही फरक परेन। अनि देख्न सक्नुहुन्छ ब्याकग्राउन्डमा मकै बार्ने। मैले चाहिँ किन यस्तो गरेँ भन्दाखेरि भित्र किन खाँदिनँ भन्दाखेरि मुखबाङ किन गर्दिनँ भन्दाखेरि अँध्यारो हुन्छ पुरै, अनि त्यही भएर मैले चाहिँ गर्दिनँ। सो म चाहिँ यहीँ पारेँ, कस्तो हुन्छ प्रतिक्रिया दिनु होला। ल नफुटै गर्न हालेको यस्तो फेरि लाउन यस्तो झ्याउ हुँदो रहेछ। हातले लगाइदिनु चपस्टिकले यो सबै हो। तर कस्तो खानै आउँदैन हो त। क्यामेरा सेट गर्नुलाई कस्तो टाइम लाग्छ साथीहरू, मुखबाङ गर्ने साथीहरूलाई मात्रै थाहा हुन्छ क्या। अनि खानेकुरा त बनायो है साथीहरू। अनि त्यसपछि सेट मिलाउनु यस्तो गाह्रो हुन्छ, सेट मिलाउनु र क्यामेरा मिलाउनु के हो त्यो, मलाई नै आउँदैन क्यामेरा सेट गर्नु। मलाई त कस्तो खानु अप्ठ्यारो भयो भए आम्मामा। मान्छेहरू गरेर कस्तो खानै आउँदैन। तर सिक्नु छ गाइस, यसरी खानु। हजुर हजुर हो नाना। यो तन्डाको तिम्रो के हो कि? अनि के मेरो युट्युबमा चाहिँ भ्लग भन्दा पनि यस्तै मुखबाङहरू मन पराइदिनुहुन्छ, तर के अरे खानेकुराहरू केही पनि पाउँदैन नि त यो यस्तो गाउँ ठाउँमा। अनि गाउँमा अब त्यति धेरै त्यो सुविधाहरू छैन, त्यही भएर
सबै कुराहरू पाउन गाह्रो हुन्छ। त्यही हो कति अनि यस्तै नर्मल कुराहरू बनाउनु पर्ने हुन्छ, त्यही पनि ठिकै छ। बाङ्गो हेरेको जस्तो यो खाएको आवाज चाहिँ तर घरभित्र सुनसानमा खायो भने मजाको आउँछ। अब यो बाहिर खायो भने त के खायो के त्यसमै हुँदैन यो मिलेर पनि। ल फिनिस चपस्टिकले खाऊँ भनेको त आउँदैन त। कस्तो मजाले खान्छ मान्छेले त। अहिले चाहिँ रातको कति कहाँ हिँडेको ए रातको रे दिमाग त दिनको कति बज्यो हो 4-5 त्यस्तै बज्यो होला। तर दिउँसो रात चाहिँ पर्दैछ। नझुक्किनु होला तपाईँहरू बिहानको हो कि दिउँसोको हो। यस्तो हतार बनाएँ मैले यो बनाएँ फेरि त्यसपछि भित्र बनाउने कि बाहिर बनाउने कि त्यही अनुहारमा सोच्यो त्यति गरेर चौचौ पनि ढालिएर काट्यो। Finally finished. Thank you for watching my video अनि अन्तिमसम्म हेर्नुभएकोलाई पनि धेरै धेरै धन्यवाद अनि नहेर्नुभएको मान्छेहरूलाई पनि धेरै धेरै धन्यवाद। अनि यसो मैले चाहिँ पुरै खाएर पनि सकिसकेको छु, तपाईहरुले देखिसक्नु भएको छ र अब चाहिँ म ढिला नगरी बिदा माग्नुपर्ने हुन्छ। सो साथीहरु अर्को नेक्स्ट भिडियोमा पक्कै पनि तपाईहरुसँग भेट्ने नै छु भन्ने आशा राख्दै बिदा माग्न चाहन्छु। हस्त धन्यवाद, बाइ बाइ।